हेलो नमस्ते सबैजनालाई। फेरि पनि अस्ट्रियाबाट हजुरहरू सामु उपस्थित भइसकेको छु। यो चाहिँ एकदम गाउँ रहेछ है। बाटो एकदम राम्रो लाग्यो मलाई, सानो भए पनि, त्यसैले सानो तपाईहरुलाई पनि देखाइदिउँ भनेर भिडियो बनाउँदैछु। सबैजनाले हेरेर साथ दिनु होला। यो चाहिँ अस्ट्रिया हो। म चाहिँ अस्ट्रियाबाट इटाली को लोड लिएर इटाली तर्फ जाँदैछु। बाटो एकदमै राम्रो छ, सुन्दर छ, हरियाली गाउँ छ, साथै एकदम राम्रो ठाउँ पनि छ। यो चाहिँ मलाई धेरै नेपालको झझल्को आएर चाहिँ सानो भिडियो बनाइदिएँ। पारीबाट पनि गाडीहरू आउँदैछ। बाटो सानो छ, त्यसैले स्पिड लिमिट पनि राखिदिएको छ। साथैमा पारीको जंगलहरू देख्न सक्नुहुन्छ। एकदमै पयालै भएर अब पात झर्ने मौसम भएको हुनाले साथमा अब बाटो यस्तै छ। अस्ट्रिया हो यो चाहिँ, युरोप कन्ट्री जस्तो पनि छैन। हेर्न सक्नुहुन्छ जंगल, गाउँघर एकदमै सुन्दर देखिएको छ दृश्य। बाटो घुम्ती साथै घुम्ती छ। यस्तै छ, के गर्नु। युरोप भनिन्छ तर हाम्रो नेपालको गाउँघर जस्तै छ। गाउँठाउँहरू, हरियालीहरू, डाँडापाडाहरू सबै एकदम ठुल्ठुलो पहाडहरू छ नेपालमा जस्तै। यो चाहिँ क्यामेरा, स्पिड क्यामेरा राखिदिएको छ, हेर्न सक्नुहुन्छ। ल सबैजनालाई नमस्कार, फेरि भेटौँला।